तपाईहरु यदि एसई पछि साइन्स पढ्ने सोचमा हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईहरुले पुरै डिटेलमा हेर्नु होला। सो साइन्समा चाहिँ तपाईहरुले सब्जेक्ट्सहरु चुज गर्न पाउनुहुन्छ। त्यही अनुसारले तपाईको फ्युचर डिटरमाइन हुन्छ। फ्युचरमा गएर तपाईले के पढ्न पाउनुहुन्छ, के पढ्न पाउनुहुन्न, त्यो कुरा चाहिँ तपाईको अहिले कुन सब्जेक्ट प्लस 2 मा कुन सब्जेक्ट चुज गर्नुहुन्छ त्यसले डिपेन्ड पर्छ। सो ध्यान दिएर हेर्नु होला। सो साइन्स पढ्ने स्टुडेन्टको लागि फिजिक्स र केमिस्ट्री, फिजिक्स केमिस्ट्री इंग्लिश र नेपाली चाहिँ कम्पलसरी नै हुन्छ। सो यो सब्जेक्ट चाहिँ तपाईहरुले पढ्नै पर्ने हुन्छ साइन्सको कुनै पनि फिल्डमा पढ्नुभयो भने। र तपाईहरुले सब्जेक्ट चुज गर्न पाउनुहुन्छ है। यो चाहिँ सबैले पढ्नै पर्छ, साइन्स पढ्ने भएपछि यो पढ्नै पर्ने हुन्छ। र अरु चाहिँ सबैले सब्जेक्ट चुज गर्न पाउनुहुन्छ है। अरु के सब्जेक्ट चुज गर्न पाउनुहुन्छ भन्दाखेरि चाहिँ तपाई बायो ग्रुपतिर जाने कि फिजिकल ग्रुपतिर जाने भनेर तपाईहरुले सब्जेक्ट चुज गर्न पाउनुहुन्छ। यदि बायोलोजिकल फिल्डतिर जानुहुन्छ भने तपाईहरुले दुईटा सब्जेक्ट पढ्नु पर्ने हुन्छ। एउटा त बायोलोजी त तपाईहरुले पढ्नै पर्ने भयो बायोलोजी, र अर्को चाहिँ तपाईले म्याथ्स र सोशलमा तपाईले सब्जेक्ट चुज गर्न पाउनुहुन्छ है। म्याथ्स र सोशलमा चाहिँ तपाईले सब्जेक्ट चुज गर्न पाउनुहुन्छ। र फिजिकल ग्रुप अफ स्टुडेन्टले चाहिँ कम्प्युटर साइन्स पढ्नुपर्छ। के पढ्नुपर्छ त? कम्प्युटर साइन्स, कम्प्युटर पढ्नै पर्छ। अर्को चाहिँ तपाईले यहाँ पनि म्याथ्स र सोशलमा तपाईले चुज गर्न पाउनुहुन्छ। सो म सकेसम्म के भन्छु भन्दाखेरि चाहिँ तपाईहरु म्याथ्स नै चुज गर्नुस् है। सोशल कसैले पनि चुज नगर्ने। सोशल पढेर काम छैन, प्लस 2 मा पनि सोशल पढ्ने भने काम छैन पछि गएर है। सो म्याथ्समा ध्यान दिनु, पछि गएर पनि तपाईलाई काम पर्छ। अब यो बायोलोजी चुज गरेको सब्जेक्टको स्टुडेन्टहरुले चाहिँ बायोलोजी र म्याथमेटिक्स, यदि तपाईले बायोलोजी र म्याथ्स चुज गर्नु भएको छ भने साइन्सको स्टुडेन्टले दुनियाँको कुनै पनि फिल्डमा तपाईहरु घुस्न पाइने भयो। त्यसपछि तपाईले कुनै पनि फिल्डको कुराहरु पढ्न पाउनुहुन्छ है। सो तपाई पाइलट पनि बन्न पाइयो, डाक्टर पनि बन्न पाइयो, इन्जिनियर पनि बन्न पाइयो, कुनै पनि फिल्डमा जान मिल्यो है। सो वर्ल्डको कुनै पनि फिल्डमा यदि बायोलोजी र म्याथमेटिक्स चुज गर्नु भएको छ भने तपाईहरु जान पाइयो। यो माथिको कम्पलसरी हो है, माथिको त पढ्नै पर्छ। दुईटा सब्जेक्ट चुज गर्न पर्छ। म सकेसम्म भन्छु म्याथ्स चाहिँ चुज गर्नुस् यदि बायोलोजी फिल्डतिर जानुभयो भने। सो बायोलोजिकल फिल्डको मैले भनिसके। तर फिजिकल ग्रुप अफ स्टुडेन्टले पनि म्याथ्स नै चुज गर्नुस् है। म्याथ त 100% सबैले चुज गर्ने नै हो। अर्को कुरा कम्प्युटर साइन्सको कुरा छ। जसले यो फिजिकल ग्रुप अफ स्टुडेन्ट जो फिजिकल ग्रुपतिर पढ्न जान्छ नि त्यो स्टुडेन्टले चाहिँ बायोलोजिकल फिल्डमा पछि पढ्न पाइदैन है। सो बायोलोजिकल फिल्ड भनेको के हो? त्यो तपाईहरु एमबीबीएस पढ्न पाइदैन, नर्सिङ पढ्न पाइदैन, पछि गएर तपाईहरु पछि गएर एग्रिकल्चर पढ्न पाइदैन, भेटनरी पढ्न पाइदैन। सो बायोलोजिकल फिल्ड छ नि, बायोको फिल्डहरु पछि गएर फ्युचरमा ब्याचलर्समा तिनीहरु चाहिँ पढ्न पाइदैन। तर पछि गएर तपाई त्यो फिल्ड बाहेक अरु चाहिँ जे पनि पढ्न पाइन्छ। इन्जिनियरिङ पढ्न पाइन्छ, आईटी पढ्न पाइन्छ, सीएसआईटी पढ्न पाइन्छ, पाइलट बन्न पाइन्छ, जे पनि पाइन्छ है। पछि गएर तपाईहरुले फिजिकल ग्रुप अफ स्टुडेन्टले बायोलोजिकल फिल्डतिर जान पाइएन। तर दाइ मैले यदि म्याथको सट्टा सोशल चुज गरे भनेर सोधिरा हुन्छ मलाई हैन। सो म्याथको सट्टा सोशल चुज गर्नुभयो भने तपाईहरु इन्जिनियरिङ फिल्डतिर पनि जान पाइदैन। अनि के पढ्ने त पछि गएर? न म्याथ लिएको छ न बायोलोजिकल लिएको छ हैन। सो के पढ्ने त? सो तपाईहरु यदि बायोलोजी लिनुभयो र सोशल लिनुभयो हैन, म्याथमेटिक्स लिनु भएन भने चाहिँ पछि गएर फेरि इन्जिनियरिङ फिल्डतिर जान पाइदैन। सो इन्जिनियरिङ फिल्डतिर वा आईटी को फिल्डतिर जान मन छ भने म्याथ्स चाहिँ चाहिन्छ नि है। सो सकेसम्म म्याथ लिएर पढ्नुस्। र हैन म लाइक 100% अब डाक्टर नै बन्छु, बायोलोजिकल फिल्डतिरै जान्छु, बायो लिएर पढ्छु र बायोलोजिकल फिल्डतिरै जान्छु भने चाहिँ त्यतिखेर चाहिँ ल सोशल पढ्यो भने ठिकै छ। तर म सोशल पढ्न भन्दिनँ कसैलाई पनि है। किनकि म्याथ्सले पछि पनि तपाईलाई ब्याचलर्समा पनि अलिअलि हेल्प गरिरहेको हुन्छ। सो म्याथमेटिक्स नै तपाईहरु लिएर पढ्नुस्। र म्याथ्स चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हो। अलिकति ध्यान दिएर पढ्नु भयो भने इजी नै छ, त्यस्तो गाह्रो छैन 11 12 को म्याथमेटिक्स है। सो मजाले ध्यान दिएर पढ्नु भयो भने सकिन्छ। सो सकेसम्म के चुज गर्नुस् त? म्याथमेटिक्स सबैले चुज गर्ने। र अब बायोलोजी र कम्प्युटर साइन्स कुन फिल्डमा तपाईहरुलाई पछि जान मन छ त्यो त तपाईको अप्सनको कुरा हो। तपाईलाई यो थाहा छैन म पछि गएर के बन्छु भनेर चाहिँ त्यतिखेर चाहिँ बायो चुज गर्नुस्। किनकि बायो र म्याथमेटिक्स, किनकि तपाईहरुलाई जे पनि पढ्न पाइयो पछि गएर। सो कन्फ्युज हुनुहुन्छ भने पछि गएर के पढ्ने थाहा छैन मलाई फ्युचर मेरो डमाडोल छ, मलाई थाहा नै छैन भने तपाई बायोलोजी र म्याथमेटिक्स लिएर पढ्नुस् है त। ल र अझै यसको बारेमा डिटेलमा जानकारी चाहिएको छ भने हाम्रो युट्युब च्यानल भिजिट गर्नुस्। मैले आफ्नो युट्युब च्यानलको त्यहाँ हाल्दिएको छु। त्यहाँ चाहिँ म यो डिटेलमा अनि यिनीहरुको इन्ट्रान्स पनि हुन्छ है। कलेजमा राम्रो कलेजमा घुस्नु पर्यो नि, अब राम्रो कलेजमा पढ्नु पर्यो प्लस 2 मा। सो कसरी पढ्ने, कुन कलेज छ दाइ, कसरी पढ्नुपर्छ, कसरी इन्ट्रान्स हुन्छ, कहिले इन्ट्रान्स हुन्छ, त्यसको बारेमा म हाम्रो युट्युब च्यानलमा हालिरहेको हुन्छु। त्यो युट्युब च्यानललाई गएर फलो गर्नुस्। र यो टिकटकमा त म अपलोड गरि नै रहेको छु। टिकटकलाई पनि तपाईहरु गएर फलो गर्नुस् है।